हेलो नमस्ते सबैजनालाई। आज हामी सिकागोको पार्कतिर घुम्न निक्लेका छौँ। यहाँ चाहिँ चिसो छ, हावा चलेको छ, निकै चिसो छ त आज। हावा पनि मजाले चलेको छ। आज नयाँ ठाउँतिर घुम्ने हाम्रो प्लान छ, त्यसैमा चाहिँ एउटा भिडियो क्लिक गर्ने मौका पाएको छु। जाँदैछौँ। यहाँ त यस्तो रुखहरू पुरै झरेर चाहिँ हरियोबाट चाहिँ पहेँलो भएको छ। पुरै चिसो छ, बादल लागेको छ, हावा चलिरहेको छ। चिसो छ, हावा चलिरहेको छ। साथी कुकुर हुँदो रहेछ सबैको। एकजनाले लिएर आउँदै हुनुहुन्छ सानो कुकुर। पुरै यस्तो पातहरू झरेको छन् पहेँलै। हेर्नुहोस्, रुखहरूले पनि रङ बदलिसकेका छन्। आकाशमा बादल लगाइरहेको छ, हावा चलेको छ। यो अब त हाम्रो जोन्सनमा हावा यस्तै चल्थ्यो। म घुम्न जाँदाखेरि मैले अनुभव गरेको त्योभन्दा बढी चाहिँ यहाँ हावा चलेको अनुभव भयो, महसुस भयो। ल हेर्नु, पुरै रुखहरू पुरै पहेँलो भइसकेका छन्। सबै पातहरू यस्तो चिसोले त होला। के छ त म्याडम, अमेरिकाको चिसो कतिको लाग्छ? बेसरी लाग्यो। ल, पहिलोचोटि हामी घुम्न आएको, चिसो चाहिँ मजाले खाने भयो जस्तो। अब हामी हावा मजाले चलेको छ। माथिबाट प्लेनहरू चाहिँ दौडै छन्, बादल लागेको छ। भयो भयो, निक्लौँ अब। यहाँ पनि सल्लाह चाहिँ राम्रो हुँदो रहेछ। हेर्ने सल्लाहको बुट, तर हाम्रो जस्तो अल्को त छैन, पात त त्यही नै हो। नेपालको सल्लाहको बुट जस्तै रहेछ। यो के हो? यो निकै ठुलो छ त यो त पात। यहाँ अर्को रहेछ क्या, त्यो पार्कमा पुरै रातो, उता रातो कलर। यहाँ रुखहरू यस्तो रातो भयो, पहिला हरियै थियो, अहिले रातो पहेँलो यस्तो देख्न पाइँदो रहेछ। ल हेर्नु, यस्तो त
अचम्म हुँदो रहेछ त चिसो त अब हावा चलिराखेकै छ हौ ल कुकुर यसरी चराउँदैछन् चारखुट्टेमा कुकुर चाहिँ देख्न पाइन्छ यहाँ त्यही हो रातै छ विशेष गरेर यहाँको रुखहरू चाहिँ अचम्म लाग्यो कि यता रातो छ फेरि त्यस्तो हरियो चाहिँ अहिले रातो भएर आएको छ आज घुम्न निक्ल्यौँ नयाँ ठाउँमा चिसोले गर्दाखेरि त्यति मान्छेहरू चाहिँ छैन चलपल छैन अब यताबाट निक्लँदैछौँ म्याडम उहाँ फुल हेर्दै हुनुहुन्छ रुखहरूको चाहिँ भिडियो बनाउँदैछु म्याडमले उताबाट पार्क घुमेर फुल अवलोकन गरेर आउनुभयो जस्तो छ गाडी त्यस्तो खिचेर के ओहो आज खै हावा लागेको हुँदाखेरि धेरै घुम्न नसकिन् जस्तो छ हामी फर्कँदैछौँ अब धेरै चिसो हावा छ हावाले गर्दाखेरि मान्छे सुनसान छ छैन मान्छे नै छैन है म्याडम चाहिँ अगाडि अगाडि चाहिँ आज चिसो हावा खाँदै हिँड्नु भएको छ के छ त कति छ त म्याडमको बसाइ दुई चार दिन त तिहार तिहार मनाउनै लाग्छ होला नि त भनेपछि कार्तिकमा जाने विचार छ ए यता फुल के यो रुख पनि त्यस्तो पहेँलो भइसकेछ हामी अर्को एउटा पार्कमा आएका छौँ चिल्ड्रेन पार्क अब हामी यताबाट चाहिँ लगभग आज हाम्रो आजको कार्यक्रम यही नै समाप्त हुन्छ होला चिसो छ अब एकछिन यहाँ चाहिँ पानीको धारा अनि
बस्ने बेन्च म्याडम बस्न लाग्नुभयो क्या हो अब हामी यहाँबाट लगभग हामी बस्ने स्थानमा आइसकेका छौँ यो पार्क कट्ने बित्तिकै हाम्रो चाहिँ बस्ने स्थान यही नै हो हस् त आजलाई हामी छोटो मिठो भिडियो यति नै अपलोड गर्नेछौँ हेरिदिनु होला धन्यवाद बाई बाई